सो हेलो भ्युवर्स, तपाईहरुको आफ्नो प्रपर्टी च्यानल और प्रपर्टी हबमा स्वागत गर्दै आज चाहिँ हामी तपाईहरुलाई देखाउन गइरहेका छौं एकदमै राम्रो पोजिसनमा भएको ट्राइबल र एस्टेट ल्यान्ड जसको लोकेसन चाहिँ हुन्छ सालबारी वृन्दावन। वृन्दावन चाहिँ हुन्छ सालबारी हाट बजारको चाहिँ ब्याक साइडमा। सो यस भिडियोको माध्यमबाट आज हामी तपाईहरुलाई देखाउँछौं टोटल दुईटा प्लट अनि प्रपर्टी चाहिँ एकदमै राम्रो पोजिसनमा हुन्छ। सो भिडियोको एन्डसम्म चाहिँ बनिरहनु होला। सो अहिले जाँदै गरेको बाटो चाहिँ हुन्छ दार्जिलिङ मेन हाइवे NH 55, जहाँबाट तपाईहरु सिधा अगाडि चाहिँ दार्जिलिङ मोड हुँदै सिलगढी मेन टाउन जक्सनहरु पनि जान सक्नुहुन्छ अनि बागडुग्रा मटिगडाहरु पनि जान सक्नुहुन्छ। अनि मेन रोडबाट चाहिँ हामी हाट बजार पस्ने बाटोपट्टि यानी कि राइट टर्न हुँदै प्रपर्टीको तर्फ जानेछौं। सो भिडियोको एन्डसम्म बनिरहनु होला। केही क्षणमा प्रपर्टीको पोजिसन पनि देखाउँछु। अनि प्लट नम्बर 2 चाहिँ हुन्छ एकदमै इमर्जेन्सी सेलमा, जो अर्जेन्ट सेलमा छ। अनि मेन रोडबाट चाहिँ प्रपर्टी सम्मको डिस्टेन्सहरु चाहिँ हुन्छ 400 देखिको 500 मिटरको। हेर्न सक्नुहुन्छ। सो केही क्षणमा प्रपर्टीको पोजिसन पनि देखाउँछु। सो हेर्न सक्नुहुन्छ प्लट नम्बर 1 चाहिँ सो टाइपको हुन्छ। वरिपरिको सराउन्डिङ एरियाहरु हेर्न सक्नुहुन्छ। बिल्डिङहरु पुरा बनिएको छ। अनि यहाँबाट चाहिँ हाट बजारको डिस्टेन्स चाहिँ हुन्छ 300 मिटरको। सो हेर्न सक्नुहुन्छ वरिपरि घरहरु बनिएको। अनि तपाईहरु हाट बजार यहाँबाट वकिङ डिस्टेन्समै जान सक्नुहुन्छ। पछाडीतिर पनि घरहरु बनिएको छ। अनि प्रपर्टीको पोजिसन चाहिँ यस्तो टाइपको छ। हेर्न सक्नुहुन्छ। फ्रन्ट चाहिँ तपाईहरुले ठुलो पाउनुहुन्छ। अनि यहाँ चाहिँ पाउनुहुन्छ तपाईहरुले 3 कट्ठाको ट्राइबल र एस्टेट ल्यान्ड। जो प्रपर्टीको पोजिसन चाहिँ सो टाइपको छ। ढलाइहरु पनि गरिसकेको छ। हेर्न सक्नुहुन्छ। 3 कट्ठाको ट्राइबल र एस्टेट ल्यान्ड हुन्छ। यसको लोकेसन चाहिँ हुन्छ सालबारी वृन्दावन। सो वरिपरि हेर्न सक्नुहुन्छ घरहरु बनिएको एकदमै राम्रो पोजिसनमा छ। रेसिडेन्शियल पर्पसको लागि हुन्छ। यो तपाईहरुले इन्भेस्ट गरेर पनि राख्न सक्नुहुन्छ। प्रपर्टीको पोजिसन चाहिँ सो टाइपको हुन्छ। यो चाहिँ हुन्छ प्लट नम्बर 1। अनि हेर्न सक्नुहुन्छ प्लट नम्बर 2 चाहिँ सो टाइपको हुन्छ। वरिपरिको सराउन्डिङहरु हेर्न सक्नुहुन्छ। यहाँ पनि घरहरु बनिसकेको छ। वरिपरि घरहरु बनिसकेको छ। अनि इन्भेस्ट गरेर पनि राखेको छ। यसको पनि लोकेसन चाहिँ हुन्छ वृन्दावन नै। अनि प्रपर्टीको पोजिसन चाहिँ तपाईहरुलाई देखाउन गइरहेको छु। अनि बाटो चाहिँ पाउनुहुन्छ तपाईहरुले 12 फिटको कच्चा रोड। अनि प्रपर्टीको पोजिसन चाहिँ यो ढलाइ गरेको छ। यो ढलाइ गरेको देखिनको चाहिँ यता अगाडिपट्टि हुन्छ 3 कट्ठाको ट्राइबल र एस्टेट ल्यान्ड हुन्छ। सो तपाईहरुले इन्भेस्ट गरेर पनि राख्न सक्नुहुन्छ। अनि रेसिडेन्शियल पर्पसको लागि हुन्छ। अनि यहाँबाट चाहिँ मेन रोडको डिस्टेन्स चाहिँ हुन्छ 400 देखिको 500 मिटरको। एकदमै राम्रो पोजिसनमा छ यो पनि। अनि इन्भेस्टमेन्ट गर्नको लागि पनि राम्रो छ। अनि छेउमै छ तपाईको हाट बजार देखिको छेउमै पाउनुहुन्छ प्लट। हेर्न सक्नुहुन्छ प्लटको पोजिसन चाहिँ। अनि यो चाहिँ अर्जेन्ट सेलमा छ। अनि चिप एन्ड बेस्ट प्राइसमै पाउनुहुन्छ। मोर इन्फर्मेसनको लागि चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ। नम्बर चाहिँ हुन्छ 6295 027170।